बुढो म कामदेखि छुट्टी भएर भर्खर आइपुगेँ नि हजुरको छुट्टी भएको छैन मेरो अब भइसक्यो अब अलिकति काम बाँकी छ जम थाक्यो होला घरमा अनि रबर नाप्दैछु कि लामो हो कि भनेर ठिक त छ यतिखेरसम्म कति खटाइ हजुरले दुःख गरेको देखेर त मैले नि दुःख गर्छु नि मलाई नि एक दिन छुट्टी बस्नु मन लाग्दैन घरै बस्नु त भन्दा नि मान्दैन घर बसेर के गर्ने बुढाले पाल्नुपर्छ भने छैन नि त बिहा गरेर बुढोले पाल्नै पर्छ भन्ने छैन नि त जिम्मेवारी दुईजनाकै आधा आधा हुनुपर्छ जम अनि हजुर त काम गरे अनुसार यसरी दुःख गरे अनुसार बचत गर्न नि जान्नु क्या तपाईँ कस्तो फुलमासे छ बचत गरिरहेको छु त नि बचत गरिरहेको छु झन् मेरो बुढीलाई झन् 100 रुपियाँ झन् ल आजको कमाइ थ्याङ्क यू पैसा बचत गर्नु हामीले 1000 कमाएको छ भने 2000 जोगाउने कोसिस गर्नुपर्छ क्या कमायो हामी खाएर अहिले मर्ने होइन नि त हाम्रो त जिन्दगी लामो छ हामी धेरै वर्ष बाँच्नु छ यस्तो हार्ड काम गर्नु छ बुढी खानालाई रोक्नु हुँदैन खानालाई रोक्या होइन हजुरले अनावश्यक कति खर्च गरे हुन्छ अब खानु त मन लाग्छ अब खानेकुरा खाने हो दायाँ खा तर आफूलाई हुने चिज पो खानुपर्छ नहुने चिज खाएर नहुने चिज त के खाँदैन त्यस्तो ल कमाएको अनुसार जोगाउनु नै जान्नुपर्छ स्याबास भोलिबाट म जोगाउँछु टेन्सन नगर 100 रुपियाँ दिइसक्यो त्यो थप्पा राख है बुढी यकिन भन्नलाई होला के अरे बुढी यकिन भन्नलाई होला अहिले जोगाएर राखन है ल म गएँ बस न है अब जाउँ न सँगै म एक्लैलाई यहाँ डर लाउँछ क्या फेरि यहाँ त फेरि यहाँ त भूत आउँछ चुडेल आउँछ त्यो त्यही त मान्छेको पोस्टमार्टम गर्दा तिमीले डर लाउँदैन मलाई त खुब डर लाउँछ बुढी ल यहाँ जाउँ